तपाईहरू पनि ढिला नगरी जानुहोस् है अब 500 बाटमा आइल्यान्ड घुम्नको लागि। सो म चाहिँ कोसामेर आइल्यान्डमा पुगेको थिएँ। सो सुरुमा चाहिँ मलाई 200 बाट लाग्यो मोचित बस टर्मिनलदेखि रायोङ भन्ने ठाउँसम्म, र त्यहाँदेखि मैले 60 बाटको फेरी चढेर गएँ। लगभग 30 मिनट्सको फेरीमा चढिसकेपछि म कोसामेर आइल्यान्डमा पुगेँ र आइल्यान्डमा चाहिँ स्कुटर कुदाउन आउँथ्यो मलाई। सो मैले स्कुटर रेन्टमा लिएँ। स्कुटर मलाई 400 पर्यो। यदि तपाईँलाई स्कुटर चलाउन आउँदैन भने चाहिँ तपाईँ यस्तो खालको गाडीहरू हुन्छ, यो गाडीमा चढेर पनि घुम्न सक्नुहुन्छ। र यो चाहिँ फाइनल्ली त्यहाँबाट निस्किसकेपछिको भ्यू हो, यस्तो राम्रो लाग्यो। मैले त्यहाँ एक दिन र भोलिपल्ट गरेर 8 देखि 9 वटा बिच एक्सप्लोर गर्न पाएँ। एकदमै राम्रो रहेछ बिचहरू। मैले भने जस्तै मान्छेहरू पनि त्यस्तो धेरै नहुने, क्राउड पनि थिएन। बिहानको भ्यू त अति बबाल भयो, नाइट भ्यू पनि मलाई अति नै बबाल लाग्यो यो ठाउँको। यदि तपाईँ नाइट पार्टी लभर्स हुनुहुन्छ भने पनि तपाईँको लागि यो बिच चाहिँ रमाइलो हुनसक्छ। सो फर्किँदा पनि मैले त्यसरी नै 60 बाटको फेरी चढेर 200 को बस काटेर ब्याङ्कक फर्केँ। सो तपाईँहरू पनि अब ढिला नगरी जानुहोस् है ब्याङ्कक आएको बेला कोसामेर आइल्यान्ड घुम्न। बाई बाई, सी यू।